आज म तपाईहरूलाई बसाइसराईले रित्तिएको गाउँ देखाउँदैछु। 25 वर्षपछि त्यो ठाउँमा आउँदा तपाईँहरू देख्न सक्नुहुन्छ। धेरै ठुला ठुला रुखहरू देख्न सक्नुहुन्छ तपाईँहरू। यो बसाइसराईले रित्तिएको गाउँ हो दर्शकबिन। तपाईँहरू अहिले भग्नावशेष मात्रै देख्न सक्नुहुन्छ यहाँनिर। यतातिर पनि धेरै घरहरू थिए तर अहिले सबै जङ्गलमा परिणत भएको तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकबिन। साथीहरू यता जुका आइसकेछ है। देख्न सक्नुहुन्छ यो पुरै गाउँ हो पहिले। अहिले बसाइसराईले गर्दा सबै जङ्गलमा परिणत भइसकेको छ। अझै पनि एक दुईवटा घरहरू बसाइसराई गरेका छैनन्। अहिले देख्न सक्नुहुन्छ, म जुम गरेर देखाउँदैछु। यहाँनिर एक दुईवटा घर अझै पनि रहेछ साथी हो है। अझै पनि एक दुईवटा घर तपाईँ देख्न सक्नुहुन्छ। निकै तल छ, सुनसान जङ्गलमा आइएको छ साथी हो। डर पनि लागिरहेको छ। घनघार जङ्गल छ है साथीलाई, हेर्नुहोस् त। ओ माय गॉड। मानिसहरू बसाइसराई गरिसके पनि 2-4वटा घरहरू अझै भत्किएका छैनन्। म तपाईँहरूलाई देखाउने नै छु। यतातिर पुरै गाउँ थियो साथीहरू। अहिले 25 वर्षपछि पुरै जङ्गलमा परिणत भएको तपाईँहरू देखिरहनु भएको छ। चिसो ठाउँ भएको हुँदा जुका धेरै लाग्छ है साथी हो यतातिर। यो पुरै खेतीयोग्य जमिन हो साथीहरू। अहिले जङ्गल भएको छ सबै। कुनै समयको यो खेतीयोग्य जमिन है दर्शकबिन। अहिले तपाईँहरू देख्न सक्नुहुन्छ सबै जङ्गलमा परिणत भइसकेको रहेछ। म 25 वर्षपछि आफ्नो पुरानो ठाउँमा फर्केर आउँदा अहिले यस्तो देखिएको छ। सबैले भन्ने गर्छन् 10 वर्षे जनयुद्धले विकास गर्यो भनेर, तर हामीले चाहिँ विनाश गरेको छ है। यता भने मानिसहरू नबसे पनि 2-3वटा घर अझै देखिन्छ है साथी हो। दुई तीनवटा घर त देखियो तर चारैतिर जङ्गलले घेरिसकेको रहेछ। हुने समयको निकै रमाइलो गाउँ अहिले सुनसान देख्दा मन रुन्छ साथी हो। के गर्नु। दर्शकबिन 10 वर्षे जनयुद्धले विकासको बाटो खोल्यो भन्नेहरूले यता हेर्नुहोस्। यो कुनै समयको एउटा गाउँ हो। अहिले सबै खेतीयोग्य जमिनहरू जङ्गलमा परिणत भइसकेका छन् भने यी घरहरू पनि लगभग जीर्ण अवस्थामा पुगिसकेका छन्। तपाईँहरू देख्न सक्नुहुन्छ। यो कुनै समयको निकै रमाइलो गाउँ हो, अहिले सुनसान भइसकेको छ। खेतीयोग्य जमिनहरू पनि लगभग जङ्गलमा परिणत भएको तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकबिन।